यो किसनगढी नजिकैको खोला त्यसरी आएपछि हामीले गाडी तार्नले यो ढुङ्गा खोलामा हाल्दैछौँ। हाम्रो पालिका उपप्रमुख सन्तोष बाबु थापा पनि यहीँ हुनुहुन्छ। हाम्रो एउटा कार्यक्रममा आउँदै गर्दा त्यो दिनभरि अविरल परेका वर्षाका कारणले ठुलो खोला आयो, जुन खोलामा चाहिँ हामीले गाडी तार्ने प्रयास गरिरहेका छौँ। सम्भवतः लाग्छ हामी गाडी तार्न सफल हुन्छ भन्ने पनि लागिरहेको छ। यो पहाडी सडकहरूमा निकै ठुलो समस्या ल्याउने यी खालका खोलाहरू जहाँ चाहिँ एकैछिनमा भेल पहिरोको रूपमा आउने र केही समयमा रोकिने गरेको हामी पाउँछौँ, जसले गर्दा चाहिँ गाडी लगायतका मान्छेले तर्न समेत समस्या हुने गर्छ।